के चाहिँ सबैजना सन्चै हुनुहुन्छ? नमस्ते, म पनि सन्चै छु, आरामै छु। आज चाहिँ म आन्टीको घरमा जानको लागि तयार भएर बसेको थिएँ। उता आन्टीले भन्नुभएको थियो कि आउँदाखेरि टमाटर लिएर आउनु भन्नुभएको थियो। म बारीमा गएर फटाफट टमाटर टिपिरहेको थिएँ। टमाटर टिप्दाखेरि मौसम पनि अँध्यारो गरिरहेको थियो, हावा पनि चलिरहेको थियो। अनि मैले टमाटर टिपेर चाहिँ अनि पोलिथिनमा हालेँ। त्यसपछि चाहिँ म यतातिर बाबुलाई हेरेको थिएँ, बाबु उतातिर खेलिरहेको थियो। अनि मैले चाहिँ फेरि टमाटर टिपेर पोलिथिनमा हालेर ल अब यति नै लग्ने भन्ने हिसाबमा मैले अब पोलिथिनमा हालिसकेँ। त्यसपछि बाबुले चाहिँ उतातिर अगाडि टमाटर टिपिरहेको रहेछ, कता गयो भनेको त उता टमाटर टिपिरहेको रहेछ। त्यसपछि चाहिँ हामी चाहिँ टमाटर टिपेर अब घरदेखि चाहिँ आन्टीको घरमा जाने भनेर बाटोमा हिँडिरहेका थियौँ। बाटोमा जाँदै थियौँ, उताबाट बुहारी आइन्, उताबाट बुहारी आएर आन्टी म पुगाइदिन्छु भनेर बुहारीले चाहिँ उहाँ अङ्कलको घरसम्म पुगाइदिने भन्ने उ भयो। त्यसपछि म चाहिँ स्कुलमा बसेर बुहारीको अनि स्कुलमा बुहारीले पुगाइदिएँ। त्यसपछि म अङ्कलको घरमा पुगिसकेँ, सबैजना बसिराख्नु भएको थियो। त्यसपछि मलाई चाहिँ अर्को आन्टी घर जाने भन्ने सोचमा थिएँ। त्यसपछि म चाहिँ तपाईँले चिन्नुभएको होला, केपी खनाल भनेपछि नचिन्ने कुरै हुँदैन। केपी खनालजीको घरको अगाडिको बाटो गइरहेको थिएँ। त्यसपछि म चाहिँ अर्को आन्टीको घरमा पनि पुगिहालेँ। अब अर्को भ्लगमा भेटौँला, बाई।